यहाँ हेर्नु, Science यहाँ मैले एउटा गत्ता राखेको त, experiments. अनि यहाँ चाहिँ मसँग रहेको त बोतल भेट्दैन, यसमा चाहिँ तातो पानी रहेको त है त, हेर्नु त, यसमा हट वाटर रहेको त होइन, तातो पानी हेर्नु त, ओहो पोल्यो आरामले, हेर्नु त, यहाँ चाहिँ तातो पानी रहेको त, हजुरले यसबाट धुवा निक्लेको देख्नुभयो त कि थाहा भएन, तर यसमा चाहिँ तातो पानी त है त, पत्ता होइन। अब चाहिँ यहाँ चाहिँ मैले एउटा यस्तो मेकानिजम गराएको छु, यसमा केही पनि छैन, हेर्नुहोस्, यो एउटा बोतल हो होइन, यो बोतलको कलरमा नजानुहोस्, एउटा बोतल हो, अनि यसको माथि चाहिँ मैले बेलुन राखेको छु, हेर्नु त, बेलुन छ, यसमा हावा जावा केही बोरे छैन है त। अब यस बोतलभित्र यहाँ के छ त, यो बोतलभित्र, यस बोतलभित्र चाहिँ केही पनि छैन, एयर मात्रै छ, एयर, के छ, एयर है त गाइस। भनेपछि हामीले यो हिसाबले जाने हो भने, यदि हामीले एयरलाई चाहिँ हिट गर्ने हो भने, एयरलाई हिट गर्ने हो भने भोल्युम चाहिँ के हुनुपर्छ, इन्क्रिज हुनुपर्छ होइन। यदि हामीले यसभित्र भएको हावालाई चाहिँ अथवा एयरलाई चाहिँ हिट गऱ्यौँ भने चाहिँ यसको भोल्युम इन्क्रिज भएर, हावाको भोल्युम इन्क्रिज भएर यो पनि फुल्लिनुपर्छ है त, यो चाहिँ विज्ञानको अनुसारले। अब चाहिँ हामीले चाहिँ लाइभ प्र्याक्टिकल गरौँ है त, हेर्नुहोस्, यहाँ हेर्नु, मसँग यहाँ तातो पानी छ होइन, मैले यसलाई यहाँ राख्दैछु, हेर्नु त, 3 2 1 तिर, ओएमजी पुरो मलाई हेर्नु त, यो चाहिँ यो हेर्नुहोस्, अहिले फुल्लिएको थिएन है, हेर्नु त, अहिले कस्तो थियो र अहिले कस्तो भयो, यानि कि यसभित्र भएको हावाको के भयो, हावा, यसभित्र भएको हावाको भोल्युम के भयो, इन्क्रिज भयो, हेर्नु त, मैले यसमा तोतिहाल्छु, हावाको भोल्युम इन्क्रिज हुँदै जान्छ, म किन हो त, हेर्नुहोस्, मतलब यहाँभित्र भएको हावाको भोल्युम इन्क्रिज हुँदै गइरहेको छ, किन, मैले तताइरहेको छु, कुनै पनि कुरालाई चाहिँ हामीले ततायौँ भने त्यसको भोल्युम चाहिँ के हुन्छ, इन्क्रिज हुन्छ है त। अब यो इन्क्रिज भइसक्यो, मैले तातो पानी ल्याएर राख्छु, हेर्नुहोस्, हेर्नु है, यो हेर्नु, यो चाहिँ हेर्नु, ए यो के भएको, यसको पछाडिको रिजन के हो, यसको पछाडिको रिजन यही हो। यदि हामीले कुनै पनि कुरालाई अथवा तत्त्वलाई चाहिँ ततायौँ भने, हिट गऱ्यौँ भने त्यसको भोल्युम के हुन्छ, इन्क्रिज हुन्छ है त। यो चाहिँ कुनै पनि कुरालाई तताउँदा, अब यो चाहिँ गयो, किनभने यो चाहिँ बाहिरको हावाले गर्दाखेरि कुल भयो, त्यही भएर फेरि यस्तो भयो, हेर्नुहोस्।